नमस्कार सबैमा हजुरहरूलाई स्वागत छ लर्न कार ड्राइभिङमा। र आज धेरै दिनपछिको हाम्रो फेरि हामी नयाँ सिरिजमा जोडिसकेका छौँ र आज हामी हेर्ने छौँ कि साइड मिरर कसरी एडजस्ट गर्ने र चाहिँ हाम्रो साइड जजमेन्ट कसरी गर्ने। र अब पहिले जस्तै हाम्रो गाडीभित्र आइसकेपछि र गाडी आउनुभन्दा पहिला के कुराहरू गर्ने कुरा, यो कुरा पनि एकचोटि तपाईँहरूलाई रिभाइज फेरि गरिदिइहाल्छु। र गाडीभित्र छिर्नुभन्दा पहिले हामीले चार चक्काको हावा चेक गर्नु पर्यो र गाडीको चक्का कतापट्टि फर्केको छ त्यो पनि नजर गर्नुपर्छ। र भने गाडी मुनि हाम्रो केही चिज स्टे गरेको छ कि छैन, पालुवा जनावर स्टे भएको छ कि छैन हेरेर जब हामीले चार चक्का घुमेर बनेट खोलेर त्यसभित्र भएको मोबिलको गेज चेक गरी क्वान्टिटी र क्वालिटी के कस्तो छ, पानी डिस्टिल वाटर हाम्रो ब्याट्रीमा भए नभएको र त्यसपछि कुलेन्ट वाटरको मात्रा हाई लो र मिडलमा कहाँनिर छ त्यो पनि चेक गरेर जब भित्र आएर हामीले तीन पेडल एक्सिलेट, क्लच र ब्रेकलाई अन्दाज गरिकन हाम्रो सिट बेल्ट लगाएर बसिसकेपछि हामीले गर्नुपर्ने काम भनेको पहिलो हाम्रो मिरर एडजस्ट हुन्छ। मिरर एडजस्ट गर्दाखेरि गाडीपट्टिको भागमा 20% र हाम्रो रोडपट्टिको साइडमा 80% हुन्छ र मिडलको मिररले जहिले पनि हाम्रो पछाडि देखिएको पुरा बाटो अनुसारै देखिएको हुनुपर्दछ। र त्यसपछि गर्नुपर्ने काम भनेको स्टार्ट गर्नुभन्दा पहिले हामीले क्लच पुरा थिचेर गियरमा भए न्युट्रलमा हालेर ह्यान्ड ब्रेक तानिकन क्लच ब्रेकलाई पुरा प्रेस गरेर हामीले गाडीलाई स्टार्ट गर्नु पर्दछ। साइड मिररको चेक गर्नुभन्दा पहिले हामीले हेर्नु पर्यो कि 80% भाग हाम्रो रोडपट्टि र 20% गाडीपट्टि परेको हुनु पर्यो र मिडलको जुन मिरर हुन्छ पछाडि पुरै रोडमा देखिएको हुनु पर्यो। त्यसपछि हामीले अगाडि हेर्दाखेरि दुईपट्टिको साइडलाई नहेरिकन गाडीलाई दुई भागमा बाँड्नुपर्छ। मिडल भागमा यस्तो एउटा चिन्ह राख्नुहोस् जसको कारणले थाहा होस् कि हाम्रो आधा भाग कतापट्टि गएको छ भन्ने कुरो। जब गाडीको मिडल भागमा टच हुन्छ र येल्लो भागमा हाम्रो एलाइन भएपछि गाडीको एक्ज्याक्ट चक्का त्यहीँ परेको हुन्छ। र हाम्रो गाडीको दुईपट्टिको पिलर, एउटा लेफ्ट ह्यान्ड साइड र राइट ह्यान्ड साइडको जुन पिलर हुन्छ यो राइट ह्यान्ड साइडको पिलर भयो र अर्को लेफ्ट ह्यान्ड साइडको, त्यो हेरेर यदि गाडी चलाउने हो भने हामीलाई पुरै रोडको आवश्यकता पर्छ। आखिर त्यो होइन, गाडीलाई दुई भाग गर्नुपर्छ र जसरी हाम्रो गाडीमा नि एउटा मूर्ति राखिएको छ जुन भाग हाम्रो येल्लोसँग एलाइन भएको छ, हाम्रो चक्का आखिर ती हुन्छ। र एलाइनबाट त्यसमा यदि हेर्नुहुन्छ भने हाम्रो स्टियरिङको साइड, यो साइडमा र यसलाई यसरी सिधा जाँदाखेरि जुन मूर्तिमा परेको छ त्यसमै हाम्रो येल्लो हुन्छ। त्यसैले तपाईँहरूले बुझ्नुपर्ने हुन्छ कि हाम्रो लेफ्ट ह्यान्ड साइडको जुन स्टियरिङको साइड हुन्छ त्यो नै हाम्रो येल्लो साइड र लेफ्ट ह्यान्ड साइडको जजमेन्ट हो र अर्को हाम्रो राइट ह्यान्ड साइडको जुन हाम्रो राइट ह्यान्ड साइडको स्टियरिङको साइड हुन्छ त्यो नै हाम्रो व्हाइट हो। यसरी हामीले मिररलाई एडजस्ट गरेर हामीले यसलाई सिधा बनाउनु पर्ने हुन्छ। अहिले देख्न सक्नुहुन्छ यो हाम्रो बीचको मूर्ति एक्ज्याक्ट येलो लाइनमै छ। अब हामी बाहिर गएर हेर्नेछौँ एक्ज्याक्ट हाम्रो टायर त्यहाँ परेको छ कि छैन भनेर। अहिले तपाईँ हेर्न सक्नुहुन्छ यो दुईटै चक्का येल्लोमा टेकिरहेको छ, मिन्स हामीले जुन एडजस्ट गरेको मूर्ति र स्टियरिङको भाग एक्ज्याक्ट हाम्रो येल्लो रेखामै परेको छ। र तपाईँहरू हेर्न सक्नुहुन्छ हामी यसलाई अगाडि बढाउने लागिरहेका छौँ। गाडी स्टार्ट भएको छ। ल हेर्नुहोस् दुईटै गाडीको टायरले येल्लोमा छोइरहेको छ। हेर्नुहोस् र देख्न सक्नुहुन्छ हाम्रो राइट ह्यान्ड साइडको जुन स्टियरिङको साइड र चाहिँ नि वाइफरको स्ट्यान्ड छ त्यसबाट सिधा हाम्रो व्हाइटपट्टि परेको छ। जब हामी गाडी चलाउँछौँ हामीले वाइफरको स्ट्यान्ड र अर्को साइडको मूर्तिको सिधाबाट हामी यदि गाडी चलाउँछ भने गाडी एक्ज्याक्ट बिचमा पर्नेछ। हेर्नुहोस् हामीले भित्रबाट जसरी चाहिँ सेतो लाइन हेरेको थियौँ बाहिरबाट पनि त्यसरी नै छोएको छ दुईटै टायरले। अब हामी मिररको एडजस्ट गर्दा 20% हाम्रो गाडीको साइडमा हुन्छ भने हाम्रो 80% रोडको साइडमा हुन्छ। मिरर एडजस्ट गर्दा रोड पुरै पछाडि देखिएको हुनुपर्छ जुन हामीले एडजस्ट गरिसकेका छौँ। आजको हाम्रो सिरिज लेफ्ट
एन्ड राइट मिरर एडजस्टमेन्ट र मिररको एडजस्टमेन्ट र हाम्रो साइडको जजमेन्ट के कस्तो लाग्यो हजुरहरूको कमेन्ट र सल्लाह र सुझावको लागि म हमेसा प्रतीक्षारत रहनेछु। हजुरहरूले गर्नुभएको कुनै जिज्ञासा छ भने त्यसको पनि उत्तर दिन म हमेसा तयार छु। आजको लागि यति नै। हस्त नमस्कार।